यत्रा साई परिवार दुर्गा प्रसादले मौका पनि आफैले मुकुट लाएर आजबाट म राजा भएँ भनेर घोषणा गर्छ। साई परिवारलाई दरबार छिराउनु त कुरै छोडौँ, साई परिवारलाई चाहिँ भित्र छिराउँछ यसले। यो मान्छे यो मेडिकल व्यवसाय यो के अरे यो सामान के भन्छ मेडिकल व्यवसायले के भन्छ माफिया, मेडिकल माफिया यो कम्तीको छ। यो मान्छे यसको पछि लाएर देशमा राजतन्त्र फर्किन्छ भनेर कमान्डर बनाउने मान्छेहरूले बिहान बेलुका के खान्छन्? ल ठिक छ, ल राजा आएर त्यसमा समृद्धि हुने हो भने राम्रो हुने भने ल आओ, ल हामीलाई चाहिए जसरी पनि राम्रो नै हो। ल तर दुर्गा प्रसादलाई विश्वास गरेर देशमा राजा आउँछ, समृद्धि आउँछ, भ्रष्टाचार रोकिन्छ भन्नु होला। आफै ब्याङ्कको ब्याज दिन छोडेर रुँदै हिँडेर बौला जस्तो भइरहेछ। मैले अगाडि नै भनिसकेँ, राज परिवारहरूको राजतन्त्रप्रति यो आन्दोलन गर्नेहरूको दिमाग चाहिँ खासै नभएर छ कि कम्तीमा एउटा अलिकति विवाद रहित व्यक्तिलाई, एउटा राम्रो व्यक्तिलाई होइन सबैले ए हो कि क्या हो भन्ने टाइपको मान्छेहरूलाई बनाए पो हुन्छ। ए प्रभु भगवान्, कहाँबाट सल्लाह सुझाव लिन्छन् हो? त्यस्तो चाहिँ नि एउटा चाहिँ नि के भन्छ त्यो ब्याङ्कको लोन लिई खा नतिरवालालाई चाहिँ नि यसरी चाहिँ नि प्रमुख बनाएपछि चाहिँ नि उही 2-4जना जनताहरूले चाहिँ नि पुलिसको भाटा खाने भन्दा बाहेक उपलब्धि केही पनि हुन्न। ल म च्यात्ने अहिले मार्छन्, गदाहरूले भिडियो बनाइरहेछन् मेरो बारेमा यता उता गरेर। तिमीहरूलाई म रिप्लाई दिन्न, टुक्क भएर बसा गदा।